एउटा सिनमा 22 पटक टेक दिनुपर्दा वर्षालाई ज्वरो। अभिनेत्री वर्षा शिवाकोटीले झिलको फिल्म निर्माणका क्रममा भएको एउटा रमाइलो घटना सार्वजनिक गरेकी छिन्। बिहिबार फिल्मको प्रिमियर सोपछि सञ्चार माध्यमसँग कुरा गर्दै उनले एउटा सिनका लागि 22 टेक दिएको र त्यसपछि आफू बिरामी नै भएको बताएकी हुन्। फिल्ममा एउटा रुनुपर्ने सिन रहेको थियो। उक्त सिन एक टेक गर्न पनि गाह्रो रहेकोमा 20 देखि 22 टेकसम्म लिएको उनले बताएकी छिन्। त्यसपछि आफूलाई एकदमै गाह्रो भएर ज्वरो नै आएको उनको भनाइ छ। उक्त सिन सुटिङपछि बिरामी जस्तै भएकोले आफूले आराम लिएको उनले बताएकी हुन्। निर्देशक यादव भट्टराई सर एउटा यस्तो मान्छे जबसम्म आफूलाई चित्त बुझेन तबसम्म ठिक छ भन्नु भएन उनले भनिन्। पछिल्लो समय फिल्ममा कथा मुख्य विषय बनेर आइरहेको उनको भनाइ थियो। आफू फिल्म साइन गर्दा कथा हेर्ने बताउँदै उनले सक्षम र सफल निर्माण टिमबाट प्रस्ताव आइसकेपछि झिल्कोमा त्यति धेरै समस्या नभएको उनले बताएकी हुन्। झिल्कोमा वर्षाले अहिलेसम्म नगरेको आमाको भूमिका निर्वाह गरेकी छिन्, तर आफ्ना लागि टिम र कथा मुख्य भएकाले आमाको भूमिकामा पहिलोपटक झिल्कोमा खेल्न तयार भएको उनले सञ्चार माध्यमहरूलाई बताएकी छिन्। झिल्कोमा काम गर्दा चुनौतीपूर्ण भए पनि आफूले अहिलेसम्म गरेका चलचित्रमध्ये निर्देशक भट्टराईले आफूबाट सबैभन्दा बढी काम लिन सफल भएको उनको भनाइ थियो। झिल्को पछि वर्षाले छक्का पञ्चा 5मा काम गरेकी थिइन्। उक्त सेटमा झिल्कोमा सिकेका र सिकाइएका कुराहरूका कारण सजिलो भएको उनले बताएकी छिन्। उनले भनिन्, झिल्कोले मेरो कमी कमजोरी औलाइदिएको थियो। एक कलाकारका लागि यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कतिपय चलचित्रमा हाम्रा गल्तीहरू यतिकै ढाकछोप भइरहेका हुन्छन्, तर उहाँ यस्तो एउटा मेकर एकदमै गाह्रो भए पनि काम पर्फेक्ट नभएसम्म निरन्तर लाग्नुहुन्थ्यो। यसरी निरन्तर लाग्दा हाम्रो काम निकै नै राम्रो भएको छ बताइन्।